Hello guys, welcome back to our new video. साथीहरु आज फेरि म धेरै पछि आइसकेको छु न्यू ब्लगको साथमा। साथीहरु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अहिले चाहिँ म मम्मी घर आएको किनभने चाहिँ आज चाहिँ यहाँदेखि नेपाल छोडेर जान धेरै दिन पनि छैन। अब इन्डिया जान लागेको म पनि, त्यही भएर यहाँ मम्मीहरुले चाहिँ खसी ल्याउनु भएको छ काट्नुको लागि। अनि फेरि अब म यहाँ बस्छु। आज चाहिँ खसी काट्नुहुन्छ अनि खाएर इन्जोय गर्नुपर्ने हुन्छ। सबजना हुनुहुन्छ, मामा सामा सबजना फ्यामिलीहरु हुनुहुन्छ। सो लेट्स डु बी कन्टिन्यू। साथीहरु मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला। म चाहिँ भिडियोहरु थोरै थोरै बनाउँछु। मम्मीले के बनाउनु भएको रहेछ, हरि भोगला सुकुटी हालेर चाउचाउ बनाउनु भएको रहेछ, खानुपर्ने हुन्छ। मेरो भाइ हो, मामाको छोरा। तेरो मम्मीहरु चाहिँ माथि हुनुहुन्छ अरे। अब चाहिँ म चाहिँ माथि जान्छु किनभने मासु काट्दै हुनुहुन्छ नि त, त्यो देखाउनको लागि। पहिला चाहिँ म थोरै पानी खाएर जानुपर्ने हुन्छ। मलाई पानी पिउन लागिरहेको छ। म जान्छु माथि। आउँदैन बेटा भ्लग बनाउँदै लाज लाग्छ। यहाँ चाहिँ हाम्रो अङ्कल मामा ड्याडी सबजना हुनुहुन्छ। ड्याडीले के हेरेको हेलो मम्मी। अंकल काम चल्दैछ गएर न, चल्दैछ गएर काम। मैले ब्लग बनाएको कि पछि हेर्ने होला नि। ब्लग बनाएको कि पछि हेर्ने होला नि भनेको कि। अङ्कल मम्मी हजुरबा मामा ल साथीहरु। मेरो मम्मी चाहिँ सन्चो छैन अरे हैन मम्मीलाई। त्यही भएर चाहिँ अब चाहिँ म यहाँ किचन सबैको सफा गरेर भात बसालिदिन्छु। अनि अरू चाहिँ के गर्ने मलाई थाहा छैन है त। सबभन्दा पहिला चाहिँ मलाई लास्टै भोक लाग्यो। मैले बिहान खाँदा खाएको नास्ता एउटा पुरी र मटर मात्रै खाएको, त्यही भएर चाहिँ मलाई भोक लाग्यो। मम्मी चाउचाउ खायो तँले? लिफ्ट बटन परेन जरा हैन। देखो और देखते हैं ना। ओके मतलब क्या है यार हम बाबू और क्या कोई Danke für die Frage.
हिरो भयो माथि राख्नु लाम सारो नै भयो यहाँ हम चलो सानो नखल्ला खाना सुगु ढान्ना है सानो हुँदैन मैले भनेको अनि एड ब्याक क्या लपर मुर्दा भन मामा लपर होइन मजाको कसैले हेर्नु भएको छ भने छैन आइडी मेन्सन गर्नु होला म बोल्छु आइडी मेन्सन गर्नु साथी नगर्नु तपाईँको बहिनीहरू हुनुहुन्छ भने मेन्सन गरिदिनु सब दिदी पुरै तेल तेल ला मेकअपले छैन कि जति गरे नि गर ए आयो कहाँ यसकोमा हुन्छ कति ध्यान एकै नाच बनाएको बनायो युट्युब च्यानलमा हाल्नु हो के समाउयो हात कता खाएको हेर्छ त यता हेरेको यता नि हेर्ने समाउयो साथीहरू मैले चाहिँ यहाँ मसला पिसेर अनि प्याज टमाटर काटेर रेडी पारिदिएको छु अनि फेरि अहिले चाहिँ पकाउने हो भुसुवा माथि अङ्कलहरू पकाउनुहुन्छ अङ्कल मम्मीहरू पकाउँछन् अहिलेको मैले भात बसाउन लगाएको यहाँ तल ग्यासै रहेछ यस्तो कमेडी भएर पुरा हाई गर्नु नाइ ओए यहाँ आओ समीरा यता हेर्न आयो दुईटा चाहिँ कहाँ हो नि यो दुईटा चाहिँ तलको तल तल र माथि तल र माथि के खाएको सामान मुङफली मुङफली तैँले के खाइस् म पनि मुङफली जाऊ तल गएर बस जाऊ के हो लडेको पिकनिक वाला फोक्स हो यो फोक्स हो नि ड्याडी यिनीहरू काट्ने होइन यो घाटेको मासु राख मिठो हुन्छ भनेर दिएको ढाडको हड्डी चुस्न सही मिठो हुन्छ रुख एकछिन रुख आउन पहिला थोरै है मासु चाहिँ के हो र यस्तो बाख यत्रो पिस बनाएपछि त्यति धेरै देखिन्छ 14,500 खसीको मासु महँगो त हुन्छ अटो भाडा 150 रुपियाँ साथीहरू म त उता खोला जानु लागेको मम्मीसँग मम्मीहरू त्यहाँ बुढी धुले जानु भएको अरे त्यहाँ आउनुभएछ भर्खरै आइस आइचियो त आइजाउँ खोलामा किन मम्मीहरूको हेर्नुहोस् यहाँ खोलामा मान्छेहरू नखने के हो र
यहाँ चाहिँ अस्ति छठ पूजा भएको थियो नि त्यही हो यो ठाउँ चाहिँ आज चाहिँ यस्तो छ खाली कहाँ त्यहाँ रहेछन् यसलाई पनि काटेर खानुपर्छ क्या हो यसलाई छिटाइज खोलातिर जाँदै हो हामी चाहिँ मम्मीहरू चाहिँ त्यहाँ बुढी उयो गर्दै हुनुहुन्छ यस्तो छ खोला चाहिँ सुकिसकेछ है किन खोला पहिलाको जस्तो छैन पहिला त ठुलो आउँछ अहिले त सानो हेर्नु लागि आइज न केही हुन्न सब चिज नेचुरल राम्रो हुन्छ के हो किन भन्नुहोस् त साथीहरू यसो भ्लग बनाऊँ भनेको देख्यो कि देखेको छैन मलाई फेरि यहाँ अस्ति छठ पूजा बन्दाखेरि ठाउँहरू बनाएको थियो कस्तो छ यस्तो अप्ठ्यारो बाटो हो के घाम छ यार हाम्रो घर देखाउँछु तपाईँहरूलाई यो रुख छ नि त्यो रुखको है त्यो छेउको हाम्रो घर हो अङ्कल र गोलीको बुढो धुँदैछ नि साथीहरू चिप्लिन्छ क्या हो यहाँदेखि त यार हरिफ सफा गर्नुभएको त अङ्कल कत्रो सफा गर्नुभएको त अङ्कल त भुँडी सफा गर्नुभएको छ यता यसले गु निकालेछ मम्मीले के गर्नुभयो मम्मी भुँडी काटेको धुनु पर्छ यहाँ खोलामा चाहिँ किन आएको भने अलिक सजिलो हुन्छ सफा हुन्छ त्यही भएर चाहिँ आएको घरमा भन्दा पनि नजिक छ फेरि घर गएर नि हामीले पखाल्छौँ नि यसलाई एकचोटि चाहिँ काम छ यार मेरो मामा डेनी डोन ड्याडी अङ्कल मामाले चाहिँ मासु भिडियो मामा हाम्रो त कुकमेन मामा भने सधैँको पनिर लिएर आउनु पर्छ नि गोलेले कुन बेसा सुसु हालेर बोल्दै हुनुहुन्छ चुलामा खाना साथीहरू हाई भन्नु मामा मेरो भ्लगमा हाई अङ्कल मेरो भ्लगमा हाई भन्नु न हेलो के भन्न चाहनुहुन्छ दर्शकहरूलाई त एकदम बिन्दास पारा बिन्दास पारा जिन्दगी सही हो तेरो हाम्रो ड्याडीले केही भन्नुहुन्छ अरे ल भन्नु ड्याडी के भन्नुहुन्छ के भन्ने र अब भान्जाको घर आइएछ खुसी मनाउने राम्रोसित बसौँ खाम अर्कोचोटि भेट हुन्छ कि हुन्न भन्ने कुरा अब त्यस्तै हो होइन भान्जा मात्रै हामी होइन भान्जा अब छोरी नातिनी सबैको लागि आशीर्वाद छ अरू के गर्न छ जिन्दगी यस्तै त्यही त हो न ल यति अरे हाम्रो ड्याडीको के अरे के भन्छ भनाइ होइन यति अरे साथीहरू
पखाल्दै दिदी जताको तल भएर पखाल्दै त उनी पखाल्दै हुन्छ कि अलि ढाक्न लाग्छ हाम्रो आमाको फेला पर्नु पर्छ खाएको बेला आना कपास मात्र यस्तो यस्तै हो यस्तै हो नि भोलि यस्तो भयो भने दुःख पाइन्छ नि थाहा नै हेरौला नाटक गरेछौ धेरै नाटक नगर जय सब म देखेछु देखेछु म यस्तो भन्ने के सम्झँदाखेरि त सम्झिनु न सम्झिने यार गाली गरेको होइन बोली यस्तै यस्तै नै सम्झाउँदा त राम्रो त हुन्छ त नि हस्तो होला किन रुनी घरको मान्छेले कसैले पनि नराम्रो भन्दैनन् के त्यस्तो गर्ने एउटा हावा हुन्छ फाइनली मासु पाकेर रेडी भइसक्यो कुन हाल्नु भइसक्यो मामा भर्खरै हाले ए कुन पनि हाल्नु भइसक्यो ल पाकिसक्यो हाम्रा फ्यामिली बाजे छोरा मामा अङ्कल मम्मी हजुरआमाको कुरा किन्नु कुरा मेरो हजुरआमालाई सम्झेर चाहिँ रुनु भयो मामाले हो क्या कुरा निकालेर फेरि आफै पनि रुन बेर्छैन हजुरआमाको बित्ने उयो त होइन रहेछ खासमा मैले देखे पनि छैन मैले सुन्नु मैले आनन्दको यसो घुमाउँछु ल पैसा कमाउने भोलि बिहान राम्रैसित कमाइयो भने एउटा बुढो भाँडाहरू सबै मिलाउ त अब ल समाज मासु खाना कमाउन खायो कस्तो लाग्यो दामी हाम्रै परे कि त्यस अब जाने कि सब जाम तल्तिर फ्यामिली टाइम ल यस्तो रहेछ है साथीहरू अब त हामी जाँदैछौँ त्यही भएर रमाइलो गर्नुभयो अङ्कलले ठुलो पनि छ नि खाइदिनु मिठो खानु मैले भात हालिदिँदै हुनुहुन्छ केटाकेटीले त्यसमा चाहिँ भात हाल्नेमा पर्नु भयो अरू चाहिँ हामीले सब गरिसकेको अब हामीलाई भात हालिदिनुहुन्छ नि त्यसमा ए चिउरा हालिदिनु न त्यसमा साइड साइडमा यहाँ चाहिँ भाइ बहिनीले खाना खाँदैछन् है यहाँ चाहिँ हाम्रो काली यता हेर्दै के खाइक्यौ माम मिठो छ चिची खाएर देखाइदेऊ न त मिठो यहाँ चाहिँ गोलुले खाँदैछ सुमित यस्तो छ पारा हेर्दै खाँदै के हेरेको नि ब्लग यिनीहरू चाहिँ नखाने पार्टी भयो नि हेलो गाइज अहिले चाहिँ राति परिसकेको छ होइन अहिले चाहिँ हामी मम्मीको घरबाट त अघि नै आएको हो म चाहिँ बिर्सिसकेको थिएँ कि भिडियो इन गर्नुपर्छ भनेर होइन अनि यहाँ बसिरहेको थियो हामी गफ गर्दै
फेरि के बिर्स जस्तो लाग्यो मैले त भिडियो इन गर्नु बिर्सेको रहेछु साथीहरू आज चाहिँ धेरै नै रमाइलो फ्यामिलीहरूसँग बसेर होइन अब धेरै दिन पनि छैन इन्डिया जानुको लागि फेरि मिस हुन्छ त्यही भएर चाहिँ यस्तो थोरै मैले क्लिप लिएको छु सो साथीहरू आजको भिडियो चाहिँ मेरो यति नै हुनेछ आशा छ सबैजनाले मेरो भिडियो हेरेर माया गरिदिनुहुन्छ भनेर अनि जो पनि नयाँ हुनुहुन्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिदिनु होला बाइ बाइ गाइज लभ यु अल